हेलो एभ्रिवान, यो चाहिँ मेरो फर्स्ट भ्लग हो र आशा गर्छु तपाईहरु सबैलाई मन पर्ने छ। यति बेला म बसमा बसेको छु र मेरो सम्पूर्ण साथीहरु रमाइलो गर्दै हुनुहुन्छ। आउनुस् है, अब गरौँ कुराकानी। 2082 साल 7 महिना 26 गतेको दिन म लगायत मेरो कलेजको सम्पूर्ण साथी अनि हाम्रो टिचरहरु मिलेर मुस्ताङ टुरमा जानको लागि यात्राको सुरुवात गर्यौं। पाल्पा दोभानमा पुगेर हामी केही बेर नास्ता खान भनी रोकियौं। नास्ता खाएर केही बेर रमाइलो अनि गफगाफ गरिसकेपछि यहाँबाट हामी फेरि बसमा बसेर यात्राको सुरुवात भए सँगसँगै सम्पूर्ण साथीहरु धेरै एक्साइटेड हुनुहुन्थ्यो र हामी सबै नाच्दै गाउँदै रमाइलो गर्दै यात्रामा पनि इन्जोय गरिराखेका थियौं। बस भित्रको रमाइलो एकातिर र बाहिरको भ्यू नजाराहरू हेरेर यो सुन्दरता, यो प्राकृतिक हरियाली वातावरणहरूको रमाइलो त झन् छुट्टै खालको थियो। पहाडको बाटो कतै धुलो, कतै धुवाँ, कतै ढुङ्गा, कतै अफरोडहरू थिए भने बाहिरको सुन्दरताले भने मन नै एकदमै रमाइलो गराइराखेको थियो। बाहिर एकदमै प्राकृतिक सौन्दर्यताले भरिएको हरियाली थियो भने भित्र बसमा पनि एकदमै रमाइलो भइराखेको थियो। उहाँ चाहिँ मेरो सबै साथीहरू हुनुहुन्छ। यात्रा गरेको धेरै बेरपछि हामी एक ठाउँमा रोकियौं र त्यहाँ खाना खाएर हामी फेरि यात्राको सुरुवात गर्न थाल्यौं। अब भने साँझको 3-4 बज्न थालिसकेको थियो र हाम्रो गन्तव्य पनि नजिकै आइसकेको थियो। केही बेर फ्रेश भएपछि हामीहरू फेरि यात्राको सुरुवात गर्यौं। हामीले यात्रा सुरु गरेको केही बेरमा गाडी पेट्रोल भर्न भनी पेट्रोल पम्पमा रोकियो। उहाँहरू चाहिँ हाम्रो म्यामहरू हुनुहुन्छ। फेरि हाम्रो यात्रा सुरुवात भइसकेको थियो। थकाइ पनि लागेको थियो, तर साथीहरू नाचेर गाएको देख्दाखेरि मन अझै बढी खुसी हुन्थ्यो। बाहिरको सुन्दरता हेर्दै र भित्र बसमा पनि रमाइलो गर्दै नाच्दै गाउँदै हामी मुस्ताङतर्फ लाग्यौं। लगभग 14 घण्टाको यात्रापछि रातिको 8 बजे हामी जोमसोम सुनौलो होटेलमा पुग्यौं। सबैजना एक्साइटेड हुनुहुन्थ्यो। सबैलाई मेरो प्रोग्राममा स्वागत छ। आज चाहिँ हाम्रो मुस्ताङ टुरको डे 2 रहेको छ। हामी चाहिँ बिहान उठेर रेडी भयौँ ताकि हामी मुक्तिनाथ दर्शनको लागि छिटोभन्दा छिटो जान सकौँ। हिजोको राति हामी पास बसेका थियौँ र आज चाहिँ बिहान निस्किनु भएको थियो। हामी चाहिँ लाग्यो अब मुक्तिनाथ दर्शन गर्नको लागि। सबैजना धेरै एक्साइटेड हुनुहुन्थ्यो र बाहिरको नजारा तपाईँले हेर्न सक्नुहुन्छ। चिसो पनि एकदमै थियो। हामी सबै बसमा बस्यौँ र यात्राको सुरुवात भयो। बाहिर जति नै हेर्थ्यो त्यति नै अझै बढी आँखा लोभी हुँदै जान्थ्यो। जति नै यो भ्यू, यो हिमाल, पहाड हेर्दै जान्थ्यो त्यति नै मन अझै बढी एक्साइटेड हुन्थ्यो र आत्तिन्थ्यो पनि। बाहिरको सुन्दरताले मन नै लोभ्याइसकेको थियो। कति बेला मुक्तिनाथ पुग्ने, कति बेला सबै सुन्दरतालाई मजाले आँखाले नजिकबाट हेर्ने भन्ने कुराले अझै बढी मन रमाइलो बनाउँथ्यो। सबैजनाले बसको झ्यालबाट टाउको निकालेर बाहिरको सुन्दरतालाई निहाल्दै हुनुहुन्थ्यो। म भने क्यामेरामा सबै कुराहरूलाई अटाइ नअटाइ क्याप्चर गर्ने कोसिस गर्दै थिएँ। फाइनली हामी भने मुक्तिनाथ पुग्यौँ र सबैजना एक एक गरेर बसबाट ओर्लिनु भयो। सबैजना एकदमै एक्साइटेड हुनुहुन्थ्यो र खुसी पनि हुनुहुन्थ्यो। देख्नुभयो होइन त, सबैजना कति धेरै खुसी हुनुहुन्छ। यो ठाउँ
ठाउँमा पुगिसक्दा कसैको पनि मोबाइलमा नेटवर्क थिएन, तर पनि सुन्दरताको गुलाबी रङ पनि सबैतिर छाएको थियो। हेलो एभ्रिवान, फाइनली हामी मुक्तिनाथ आइसकेको छौँ र यहाँको भ्यू तपाईँहरूले हेर्न सक्नुहुन्छ। यति रमाइलो, यति राम्रो होइन। यहाँबाट भने हामी मुक्तिनाथ मन्दिरतर्फ लाग्यौँ। यो सुन्दरतालाई भने छोडेर जान मन नै लागेको थिएन, तर पनि हामी भने हिँडेर माथि जानुपर्ने थियो। तर चिसो चाहिँ धेरै छ कि एकदमै चिसो हावा चल्ने भएको कारणले गर्दाखेरि ओठ गाला फुट्ने सम्भावना पनि धेरै थियो। अलि बेर सिडी चढिसकेपछि हामी भने मन्दिरनिर पुग्न लाग्यौँ। मुक्तिनाथ मन्दिरको गेटनिर आइसकेको छौँ। यिनीहरू सबै थाकिसके गाइज। म चाहिँ अहिले एकदम एनर्जीको साथमा हिँड्दैछु। हाम्रो ब्लगर थाकेको अवस्था। हामी भने मन्दिर पुग्यौँ। मन्दिरमा यति धेरै भिड रहेको थियो, खुट्टा राख्ने ठाउँ पनि गाह्रो नै पर्थ्यो। चिसो पनि ठिकै नै थियो, हिउँ भने परेको थिएन। हामी भने अब नुहाउनतर्फ लाग्यौँ। मुक्तिनाथ आएर 108वटा धारामा ननुहाउने र कुण्डमा नडुब्ने त कुरा नै भएन। म अनि मेरो साथी भने छिटो नुहायो। पानी भने एकदमै चिसो थियो। मान्छेको भिड त तपाईहरूले देख्न नै सक्नुहुन्छ, तर कुण्डमा डुबिसक्दाखेरि भने म चाहिँ चिसोले एकदमै फ्रिज नै भइसकेको थिएँ। मेरो पहिलो अनुभव जब म कुण्डमा डुबेँ, मेरो सास अड्किए जस्तो लागेको थियो, तर म भने हिम्मत गरेर अर्को कुण्डतर्फ पनि बढेँ। चिसोले अब भने मेरो नाक गाला हात सबै मुक्तिनाथ दर्शन सकिए सँगसँगै अब भने हामी फर्किएर मार्फा गाउँतर्फ जान थालेका थियौँ। यहाँको खुबसुरती, यहाँको नजारा, यो सुन्दर भ्यूहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। र अब भने हामी मुक्तिनाथलाई बाई बाई गर्दै लाग्यौँ मार्फा गाउँतर्फ जानको लागि। यात्राको सुरुवात भयो र अब भने हाम्रो भेट हुनेछ मार्फामा। हामी फाइनली मार्फा पनि पुगिसक्यौँ, जहाँनिर जेरी मुभी र अन्य लगायत थुप्रै मुभीहरूको सुटिङ हुने गर्छ। यहाँ वरपर तपाईँहरूले सबैतिर स्याउको बोटहरू देख्न सक्नुहुन्छ।
तपाईहरु आफै हेर्न सक्नुहुन्छ मार्फा यो चाहिँ हरेक गल्ली गल्ली छुटिएर रहेको थियो, जहाँ चाहिँ जेरी गल्ली, कबड्डी गल्ली भनेर लेखिएको थियो। यहाँ चाहिँ मेरो साथीहरु ड्रेस लगाउने डिस्कसन गर्दै हुनुहुन्छ। मैले भने ड्रेस लगाइसकेको छु। खासै राम्रो त देखिएन। यो चाहिँ मैले चोरीको स्याउ मार्फादेखि र हामी चाहिँ रातिको 12 बजेतिर बेनी पुगेका थियौं। हेलो एभ्रिवान, आज चाहिँ हाम्रो टुरको डे 3 रहेको छ। सो आज चाहिँ हामी बागलुङ कालिका अनि पोखरा जाने छौं। म चाहिँ छिटै उठेर रेडी हुन लागे। ढ्यान टाडान म चाहिँ रेडी पनि भइसकेँ। सो अब चाहिँ हामी बढ्नेछौँ यात्राको लागि। आफ्नो आउटफिट चेक गरिसके, त्यसपछि म चाहिँ मेरो साथीहरुको पनि भिडियो बनाइदिए। त्यसपछि हामी लाग्यौं कालिका तर्फ, यानी कि बागलुङ कालिका मन्दिर, जसको बारेमा तपाईहरु सबैले सुनेकै हुनुहुन्छ। मन्दिरमा भिड खासै धेरै त थिएन, तर मान्छेहरु पनि आउने जाने गरिराख्नु भएको थियो। मन्दिरको प्रवेशद्वार लागिसकेपछि यहाँ थुप्रै घण्टीहरु बाँधिएको थिए। लगभग 10 मिनेट जति हिँडिसकेपछि हामी फाइनली मन्दिरको भित्र पुग्यौं। आज भने मन्दिर बन्द थियो, त्यसैले सायद धेरै मान्छेहरु हुनुहुन्थेन। तर मान्छे हुँदै हुनुहुन्थेन है भनेर चाहिँ भन्नु मिल्दैन। हामी मन्दिर बन्द भएको कारणले गर्दा भित्र गएर दर्शन गर्न चाहिँ सकेनौं, तर बाहिरबाटै टीका लगाएर अनि ढोक गरेर फर्कियौं। अबको यात्रा पोखराको लागि बसमा रमाइलो गर्दै हामी भने पुग्यौं फाइनली पुम्दीकोट पोखरा। यहाँ भिड एकदमै थियो र हाम्रो कलेजको स्टुडेन्ट यानी कि जेएसएस स्टुडेन्टहरूले चाहिँ यति भिड, यति रमाइलो माहौलमा आफ्नो रमाइलोपन भने कहाँ छोड्न सक्नुहुन्थ्यो र। देख्नुभयो हैन त, नेपाली पञ्चे बाजामा कति मजाले एकदमै नेपाली स्टाइलमा नाच्दै हुनुहुन्छ। यति धेरै रमाइलो गरिसकेपछि हामी लाग्यौं फेरि शिवजीको ठुलो मूर्ति भएतर्फ, जहाँ चाहिँ 108 वटा शिवलिङ्गहरू रहेको थियो। त्यहाँ दर्शन गरिसकेपछि हामी बढ्यौं घरतर्फ जानको लागि, किनकि आज हाम्रो लास्ट डे थियो। र स्याङ्जामा पुगिसकेपछि हामीले त्यहाँ एउटा ठुलो झलुङ्गे पुलमा पनि थोरै बेर घुम्यौं। म भने झलुङ्गे पुलमा चढ्न सकिनँ, किनकि मलाई एकदमै डर लाग्थ्यो। त्यसपछि केही अगाडि गएर हामीले खाना खायौं र खाना खाएर हाम्रो भने अब यात्रा सकियो। खाना खाएपछि हामी सबै आफ्नो घरतर्फ लाग्यौं। उहाँ चाहिँ मेरो सबै साथीहरु हुनुहुन्छ। फाइनली हाम्रो टुर पनि सकिएको छ। यतिखेरसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा थ्याङ्क्स फर वाचिङ। यस्तै खालको भिडियोहरू हेर्नको लागि लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ।